Guys, just woke up हैन अब आज चाहिँ अलिकति हैन डेलिभरी गर्ने भनेर सोच गरिरहेको छु हैन एउटा पिकअप डेलिभरी चाहिँ म तपाईहरुलाई देखाउँछु हैन एन्ड सबै ठीक हुनुहुन्छ होला नमस्ते एन्ड सरी एन्ड यो एउटा फोन छ हैन यो फोनमा लाइक कुनै डेलिभरी आयो भने मलाई यहाँ आउँछ त्यसपछि I'm going to show you that like how we going to do the thing हैन त्यसको लागि रेडी रहनुस् हैन सो यो हुन्छ यसरी हुन्छ हैन दिस अल लाल हैन रेड्सहरु जहाँ हैन छ त्यो चाहिँ लाइक त्यो ठाउँमा चाहिँ बिजी हुन्छ र म त्यो रातो भएको ठाउँमा जान्छु हैन जहाँ बिजी हुन्छ र मलाई डेलिभरी आउँछ ओके सो it will take a time when जब मलाई डेलिभरी आउँछ यहाँनिर आउँछ अनि त म कन्फर्म गर्छु अनि त्यसपछि आज हामी एउटा डेलिभरी कसरी गर्ने भनेर म देखाउँछु हैन यो हुन्छ एकाउन्ट हैन एन्ड यसरी हुन्छ म्याप यस्तो हुन्छ म यो मेरो गाडी हो यो मेरो लोकेसन हो लाइक वेयर आइ एम गोइङ भनेर देखेर छ एन्ड यस अब तपाईलाई कुनै डेलिभरी आयो भने म तपाईलाई देखाउँछु ओके हाउ डु यु वर्क भनेर ओके अब मलाई एउटा डेलिभरी आयो आइ एम गोना पिक इट अब यसले डाइरेक्सन देखाउँछ हैन matching हुँदैछ हैन मलाई दिने हो कि भनेर ओके फाइनली आई गट इट सो आई एम गोना गो टु दैट लोकेसन हैन म त्यो लोकेसनमा जाँदै छु बारिश पानी पनि परिरहेछ इट डजन्ट म्याटर सो म त्यो लोकेसनमा जाँदै छु हैन अब यस्तो छ लोकेसन हैन यस्तो लोकेसन यस्तो बाटो हैन सो म त्यहाँ जाँदै छु एन्ड एकछिन It's all raw, like okay, and okay, you know, edit यताउता गर्न I ain't got time for that. हैन म टाइम नै छैन त्यो गर्नको लागि सो हैन म like it is what it is and like के हेर्नु न होला बाटोमा खना she don't give a fuck yeah बाटोमा हिँडिरहेछ she doesn't care okay you go mate no problem अनि अब म त्यो लोकेसनमा पुग्दै छु so I'm gonna go there म त्यहाँबाट खाना उठाउँछु and I will show you how we do the thing here okay very easy sir no parking here so let me park here and yes and अर्को पनि डेलिभरी एड आयो so yes I'm get that and म त्यो भनेपछि अब ठ्याक्कै 6 पाउन्डको आइहाल्यो हैन so let me park first let me put my back here okay पानी पनि परिरहेछ हेर्नुस् यो गाडी जहाँ पाए बिचमा पार्क गरिरहेछ एउटा व्हाइट कार हैन बिचमा पार्क गरिरहेछ I can't turn traffic आयो भने I need to reverse my car. Okay. Okay. Yes. Come on now. Okay. Yeah. Okay. I've got mirror camera. Sabai sa pasadi agadi gadi ma. So okay. Yes. That's it. Okay. And boy. अब म त्यहाँ गएर डेलिभरी गर्छु यो मेरो अर्को फोन हो हैन so I will show you how I talk हैन anyway let me off the car first okay so अब यो भइहाल्यो हैन म डेलिभरी स्पटमा पुगे that's the shop's name so म त्यहाँ जान्छु हैन so after that we're going to see okay let's go now okay alright यस्तो छ हावाहरु चल्छ है एन्ड यही हैन कार बिचमा पार्क रहेछ सो यो शप हो हैन यो शपमा अब मान्छे त्यहाँ हुन्छ हैन सो आज चाहिँ good money okay yes we got Andy L delivery Andy L okay spicy masala out there यसै मान्छेहरु त्यहाँबाट डेलिभरी लिन्छ is that mine yeah Andy L is that mine yeah thank you very much boss so okay yeah delivery buyer bag ma halinछ
कभर गरिन्छ हैन एउटा डेलिभरी अनि अर्को डेलिभरी अर्को पसलबाट लिने ओके सो डेलिभरी उठायो यो डेलिभरी उठाएँ मैले so okay yeah so I need to get another one also yeah okay let's get another one too Hi, you alright? What's the number? Just a second, okay? It's a D2A B2, please. Hey. Yeah, thank you very much. Your for delivery. Okay, now. Okay. Alright, so अब कार जाने Okay. Yes. Okay, so yeah, I picked everything हैन मैले त्यहाँबाट लिए अब लिएपछि त्यो मैले के रे खाना उठाएको पसलको नाम चाहिँ चायवाला हो लिएपछि अनि त्यसपछि मैले भेरिफाई गर्ने आफ्टर द अर्डर भेरिफाई गर्ने अनि कम्प्लिट टु पिक अप गर्ने ओके कन्टिन्यू नेक्स्ट स्टप गर्ने सो नाउ अहिले मलाई लोकेसनमा पठाउँछ नेभिगेट भइरहेछ हैन ओके आफ्टर दैट वी आर रेडी टु गो नाउ ओके लेट मी स्टप माय कार हैन कार स्टार्ट गरे अब बाटोमा जाने ओके सो यो धेरै सिम्पल छ यतिकै हो हैन गर्ने एन्ड इट्स भेरी नाइस अब म गाडी चलाउँदै छु ओके सो लेट मी चेक द साइड मिरर आफ्टर दैट ल मज्जाले जाने अब यति गरेको ठ्याक्कै 7 पाउन आउँछ अब त्यही हो गाडी चलाउने अगाडि जाने हैन अनि त्यही अलिकति यहाँ अलिकति हार्स ड्राइभ मान्छेले यताउता ड्राइभ गर्छ यहाँनिर मान्छेले यसै बाटोघाटो काट्छन् हैन यो चाहिँ टिपिकल प्लेस रोजडेल हो हैन यहाँ चाहिँ धेरै एसियनहरु हुन्छ तर दे अल बोर्न हियर सर हाम्रो नेपालमा जस्तै मिठाई पसलहरु पनि छन् यहाँ हैन एन्ड त्यही हो तपाईलाई म लोकेसन के म्याप पनि देखाउँदै छु है म्याप चाहिँ यस्तो भइराछ एउटा फोनमा हैन सो म्याप पनि देखाएको छ त्यसकारणले भिडियो पनि भइराछ ओके इट्स अ र ओके म तपाईलाई सबै कुरा यताउता गरेर देखाउँछु अब कट गरेर चाहिँ एउटा भिडियो बनाइदिन्छु त्यही हो एन्ड जाँदैछु हैन यसरी ड्राइभ गर्दैछु एन्ड आफ्टर दैट अब मान्छेलाई पुर्याउनुको लागि just अब पुग्न लाग्यो अगाडिबाट ट्राम आउँदैछ so that's the tram so yeah यो ट्रेन हैन यो ट्राम हो हैन एन्ड ओके सो म अब लोकेसनमा पुगिसकेँ हैन मान्छेको लोकेसनमा पुगिसकेँ अब लोकेसनमा पुग्दाखेरि लोकेसनमा पुग्न लागि हैन यसले भन्दैछ यहीँनिर एकचोटि पुगे हैन लोकेसनमा म पुगे
अब यसले मलाई भन्दैछ लोकेसन म पुगिसकेँ यसले भन्दैछ मिट एट द 28 सो अब म 28 मा गएर बेड डोरमा जान्छु अनि उसको खाना दिइदिन्छु ओके ओके यस्तो हुन्छ खाना दिइदिन्छु उसको 28 okay let me off the car first okay that's it so that's 20 that's 30 that's 28 so यो चाय वालाबाट आएको हैन okay so this is chai wala okay so this is the food okay so that's the 28 door number and okay wait गरेर छु उनीले ढोका खोल्नको लागि वेट गर्नुपर्छ and you have to be very very nice with the customer Hi, you're Rami. Okay, thank you very much. Okay, you have a good day. Thank you. मैले त्यसलाई खाना दिएँ हैन खाना दिएपछि ओके ओके मैले त्यसलाई खाना दिएँ खाना यही एड्रेसमा खाना दिएँ अब कन्फर्म डेलिभरी भयो अब मसँग अर्को एउटा नि खाना बाँकी छ त्यो खाना चाहिँ तपाईको 4 मिनेटमा पुग्छ यसले मलाई अब कहाँ जाने भनेर देखाइरहेछ ओके so we're gonna go there now let's get it baby हैन अब गाडी चलाऊ अनि पनि तपाईलाई देखाऊ okay so guys sometimes I play the music also okay if you don't mind you know I'll play the music also, you know. Yes, rap, English, anything. I love it. You know. All right, let's go. अब यहाँ जाँदैछु हामी यसले हामीलाई देखाइरहेछ like a way to go भनेर हैन okay all right Oh yeah. यो ठाउँमा चाहिँ yeah sorry यो ठाउँमा चाहिँ राति हैन राति एकदमै यहाँनिर ड्रग डिलिङर हुन्छ हैन लाइक अल्पो अनि त्यो के रे प्रोसिजरहरु पनि लट अफ हुन्छ हैन म अस्ति आएको थिएँ गाडी जस्ट स्टप मात्र गरेको थिएँ आमा म 4-5 सी कैन सी अनदर डेलिभरी अल्सो अनदर राइडर अल्सो सरी अर्को नि राइडर देखेँ अनि अब यही हो धेरै राइडर भयो भने चाहिँ अलिकति कम्पिटिसन हुन्छ अनि डेलिभरीहरु पाउन अलिकति गाह्रो हुन्छ तर दिस इज माई फर्स्ट डेलिभरी सो हैन आम ओके मैले अब हैन मैले के भन्दै थिएँ यो ठाउँमा चाहिँ एकदमै प्रोसिजर लाइक सीसीसी द वान दैट्स द आई थिंक द रेड वान अनि यहाँ चाहिँ घुमिरहेको हुन्छ केटीहरु चाहिँ अनि लाइक इफ यु स्टप इन द नाइट टाइम दे माइट कम एन्ड आउँछ हैन ढोकाहरु एकदमै खोलिहाल्ने क्या आइसक्यो त what are you doing भनेर भन्छ and after that फेरि आफ्नो गाडी चलाइहाल्ने तर इन द नाइट टाइम दिस प्लेस इज हैन लाइक हाम्रो नेपालमा हुन्छ नि ठमेल जस्तै क्या ठमेलमा जस्तै हुन्छ राइट राति चाहिँ यहाँ अनि यस अब अर्को कति 2 मिनेट बाँकी छ मलाई यस्तो हेर्दा त भिडियो लामो भयो जस्तो छ हैन लाइक यसलाई अलिकति सर्ट गरेर चाहिँ देखाउनुपर्छ जस्तो लाग्छ आई थिंक सो ओके यस सो मान्छेहरु एकदमै डेन्जर ड्राइभ गर्छ यहाँनिर हैन अलिकति हेरेर चल्नु पर्ने हुन्छ त्यो सानो बच्चाहरु पनि आरे नहाउली यति लाइसेन्स हैन यति लाइक हार्स ड्राइभिङ गर्छ कि हैन लाइक मेरो पनि कति जना साथीहरु छन् हैन लाइक टु मच ड्राइभिङ हैन एकदम एक्सिडेन्ट हुन्छ के एकदम एक्सिडेन्ट हैन लाइक टु मच सो अफ के देखाउने बढी हुन्छ देखाउने बढी भएपछि कन्ट्रोल गर्न सक्दैन त्यसपछि धेरै एक्सिडेन्टहरु हुन्छ यहाँनिर हैन अनि त्यसपछि अब अन द स्पट लाइक पुलिसहरुले पुरै सर्ट आउट गरिहाल्छ जसले गर्दा चाहिँ बाटोमा केही पनि देखिँदैन अब नेपालमा भइदा बे के हुन्थ्यो होला सायद इट्स बिन लङ टाइम हैन नेपालमा पनि मलाई थाहा छैन 17 इयर्स आई थिंक यहाँ चाहिँ त्यस्तो छ हैन अब म पुग्न लागे 2 या 3 मिनेटमा
So yes, oh, let's play the music, you know, come on. Come on, baby girl. अब यो 1 मिनट बाँकी छ हैन 1 मिनट बाँकी छ यहाँबाट राइट टर्न 1 मिनट बाँकी छ सो yes हामीलाई पनि मायाले हेर न पार्वती लै 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 हाम्रो पनि मनै त हो सन्ताली लै 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 oh my god those days हैन ल अब यहाँ पनि पुग्नु लाग्यो म तपाईलाई भिडियोमा देखाउँछु हैन I'm just going to get the food delivered now so okay यहाँ हेर्नुस् अब यही अगाडि हो यो खै कता हो हेर्नुपर्छ कोही कोही मान्छेहरू आउँछन् कोही कोही मान्छे आउँदैनन् कोही चाहिँ भित्र बसेर कुरेर बस्नु ल यहाँ बिचमा पाएको रहेछ What are you saying, mate? Can't park like that. Okay, okay, so यहाँबाट जाइन्छ सिधा and yes यो अलिकति एसियन इलाका भएको हुनाले गर्दा जस्ट ढङ्किया क्या हैन गोरे इलाका भए त राम्रोसँग हुन्थ्यो या you can pass come on yeah thank you what the fuck you low-key mate okay alright अहिले पुग्न लाग्यो yes okay come on go you can go right left where alright so म चाहिँ सिधा जाने हो सीधा गएर त्यो 23 डोर नम्बर यहाँ लेखेको छ हेर्नुस् यहाँ 23 भनेको छ so I'm going to go to door number 23 so यहाँ चाहिँ एउटा odd हुन्छ एउटा even हुन्छ राइट साइडमा odd sometime लेफ्ट साइडमा even त्यस्तो हुन्छ तर आफूले हेर्नु पर्छ okay so yeah यो अगाडिको 23 so I'm going to go to the door number 23 हैन कारलाई यसो छोड्दिउ हल्का चोर पनि आउन सक्ने हुन्छ चोर आयो भने चाहिँ त्यही हो पारा and okay so let me get the food हैन यो कति दुईटा यो बाजी छ हैन okay you alright can you come out right you okay yeah oh. Hi you're Andy Thanks, you okay mate. here you go sir Thanks very much. let me see whether yeah that's it thank you very much you have a good day yeah thank Cheers, you mate. bye okay so यसको पनि मैले कन्फर्म गर्दै यसको पनि कन्फर्म गर्दै so yes so it's the money gonna go now okay that's the money कति within not even 5 minutes हैन मैले देखाएँ तपाईलाई 9 पाउन्ड कमाएँ so what's that 9 पाउन्ड in Nepali I don't know the even rate also हैन त्यसरी हुन्छ यहाँ चाहिँ हैन so it's very simple very simple हैन very simple and this पछि easy to make money here you know like once you know the हैन आफ्नो स्टेटसहरु सबै ठीक भयो भने once you know you can get the money easily and make money without any disturbance त्यस कारणले गर्दा यो चाहिँ एउटा फुल one delivery भयो one delivery भयो so yes that's all that's all अनि अरु त केही पनि छैन ल that's it यति मात्र हो आजको लागि यति मात्र हैन एउटा डेलिभरी गरेर देखाइदिए तपाईलाई मैले and अहिले चाहिँ यो प्लिज वेट फर द भेरिफाई योर फोटो अनि मैले फोटो खिचेर भेरिफाई गर्दै छु so as I showed you हैन तपाईलाई मैले देखाएँ 8-9 पाउन्ड समथिङ भइहाल्यो okay that's it done within like 10 minutes I made that money so okay so I'm waiting for the another अब अर्को डेलिभरी वेट गर्ने हो हैन अब यस्तै जहाँ जहाँ रातो छ त्यहाँ जाने अनि पछि वेट गर्ने हो okay that's all next time भेटौँला अब नेक्स्ट टाइम भेटौँला फेरि अर्को भ्लगमा आजलाई यति मात्र ओके थ्यांक यू भेरी मच तपाईको दिन शुभ रहोस्
जे गर्नु भएको छ मन लागेर गर्नुहोस्, ध्यान दिएर गर्नुहोस्, आफूभन्दा ठुलो सानोलाई माया गर्नुहोस्. You have a lovely day, guys. Okay? Thank you. Bye.